हेलो एभ्रिबडी वेलकम टु माई भ्लग। आजको यो भ्लग हेर्नलाई आउनुभएको जतिजना हुनुहुन्छ तपाईँलाई धेरै स्वागत छ। अनि आज चाहिँ विथ अ गुड भोइस है डिजिआई माइक पनि आइसकेको छ। सो साउन्ड अभियसली राम्रो भयो होला भन्ने अपेक्षा छ मलाई। अनि अब म चाहिँ साउन्ड चेक जान लागेको। आज स्याटरडे फेलोसिप सकाएर भर्खर घर आइपुगेँ म। सामानहरू मैले प्याक गरिसकेको छु। देख्न सक्नुहुन्छ स्नेयर, सिम्बल्स है। अनि त्यसपछि मेन एउटा कुरा चाहिँ मैले रिसेन्टली बाइक पनि किनेको छु। सो मसँग स्कुटर छैन। सो स्कुटर नभइसकेपछि सामानहरू राख्नलाई एकदम गाह्रो हुने रहेछ। त्यो कारणले गरेर चाहिँ म अब याङ्गो बोलाउनु पर्नेछ। सो याङ्गो बोलाएर त्यस पछाडि चाहिँ म जान्छु दागबारी चर्च। यहाँबाट धेरै टाढा त छैन, त्यस्तै 15 मिनट होला। अनि पुगिसकेपछि हेरौँ कस्तो हुन्छ आजको साउन्ड चेकहरू अनि आजको दिन कस्तो हुन्छ हेरौँ है त। ल थ्याङ्क यू फर वाचिङ है गाइज। एक्सपिरियन्स रमाइलो छ बाइक चलाउनुको है। यतिको पुग्छ मेरो खुट्टा, यतिको पुग्छ खुट्टा। अनि जस ल परमेश्वरलाई भेट्न आएको छु। आनन्दित छु म परमेश्वरलाई जान्न पाएको छु। आज फेरि म परमेश्वरलाई भेट्न आएको छु। आनन्दित छु म परमेश्वरलाई जान्न पाएको छु। र उहाँले बताउनु भएको क्रिस्टलाई चिन्न पाएको छु। ल चर्च पुगिसकेको छु। कस्तो छ साउन्डहरू पनि है, राम्रो आएको छ कि हेरौँ। पछि मैले पनि चेक गर्दाखेरि थाहा हुन्छ मलाई। सो मैले चाहिँ यहाँ सामान स्नेर सञ्जित भाइले मेरो सिम्बल्स लगिदिएको छ। यस्तो छ चेक माइक, यस्तो छ है। ल जय मिसी ब्रदर। ल ब्रदरको यहाँ चाहिँ यहाँको लिड होइन तपाईँ लिडर हाम्रो ब्रदर है। यहाँ हाम्रो आज यस्तो छ, भोलि हामी बजाउने सबैजना हामी यहाँ छौँ। सो हल चाहिँ यस्तो छ मजाको है। ल अब मेरो चाहिँ यस्तो छ सेटअप चाहिँ योपालि। ड्रम्स चाहिँ यहाँ यस्तो रहेछ। सो मैले चाहिँ सिम्बल्स स्नेयरहरू निकालिसकेको छु। यो चाहिँ मेरो आफ्नै स्नेयर डिडब्ल्यूको योपालि मैले यो चलाउनु लागेको। सिम्बल्सहरू लिएर आएको छु, त्यही त। अनि सेटअप गरौँ है त। जयमसी मेरो दाई। जयमसी मेरो भाइ। ल उहाँ चाहिँ हाम्रो बेसिस्ट बसन्त दाई। अनि कस्तो फिल हुँदैछ दाई? एक्साइटेड। अब साउन्ड चेक छ है अलिकति। अब भोलिको प्रोग्रामको बारेमा केही भनिदिनुहोस् न। भोलिको प्रोग्रामको बारेमा एक्साइटेड छौँ। साउन्ड चेकहरू आज हुन्छ। सो द्याट्स होप एभ्रीबडी विल गेट ब्लेस्ड। प्रार्थनामा याद गरिदिनु भयो सबैजनाले हाम्रो मिनिस्ट्रीको लागि स्पेसली। ओके ल गाइज, मेरो आज अब चाहिँ यहाँ धेरैवटा टर्म्सहरू चाहिँ अलिकति राम्रो नभएको कारणले गर्दा मैले हाइब्रिड सेटअप गर्ने प्लान गरेको छु आज चाहिँ। सो हाइब्रिड सेटअपको लागि चाहिँ मसँग रोल्यान्डको टर्म्सहरू छ। अनि यो स्नेयर चाहिँ मेरै भइहाल्यो डिडब्ल्यू एक्जोटिक। सिम्बल्सहरू चाहिँ ओमिटको। अनि यस्तै छ। स्प्ल्यास चाहिँ जोड्न बाँकी छ। स्प्ल्यास भएपछि अझै कम्प्लिट हुन्छ। सो त्यही नै हो। अनि मेरो ब्रदर्सहरू चाहिँ यता हुनुहुन्छ। सो हाम्रो ब्रदरसँग हामी सानो कुराहरू। सो कस्तो फिल हुँदैछ ब्रदर को लागि? फर्स्ट टाइम है? फर्स्ट टाइम हो। यो मेरो लागि एकदम ब्लेसेड कुरा हो। म सिद्धु घिसिङ, म यता कालिम्पोङ इन्डियाबाट। ओके। अनि मेरो लागि एकदम यो अब ब्लेसेड टाइम हो। अन्त
हाम्रो ब्रदर सुशान्त पहाडी ज्यूसँग पहिला नाम मात्रै सुन्दै आएको उहाँसँगै यसरी बजाउने मौका पाउँदाखेरि एकदम धेरै खुसी छु धेरै प्लेजर छु अन्त निश्चय नै प्रभुलाई महिमा हुनेछ अनि भोलिको यो जुन कार्यक्रम सङ्गीत अनि सुकर्मको बारेमा तपाईँलाई कस्तो फिल भइरहेको छ र तपाईँ के भन्न चाहनुहुन्छ यो सङ्गीत अनि सुकर्म चाहिँ अब सङ्गीतबाट प्रभु कति कामहरू हामीले गर्न सकिन्छौँ धेरै मिनिस्ट्रीहरू गर्न सकिन्छ आराधना भन्ने कुरा त हुँदै हो तर यस सँगसँगै हामीले म्युजिकली धेरै कुराहरू फन्डरेजदेखि भएदेखि धेरै जागरुकको कुराहरू अनि धेरै कुरा गर्न सकिन्छ र एउटा सङ्गीत अनि सुकर्म मलाई लाग्छ त्यो पनि एउटा नयाँ मुभमेन्ट हो ल गाइस रमाइलो भइरहेछ साउन्ड चेक अब अलिकति लेट चाहिँ भइरहेछ हाम्रो साउन्डहरू यता सबै कुराहरू नभएको कारणले गरेर तर अब अभियसली पछि राम्रो भइहाल्छ अहिले चाहिँ अब उता ट्युनहरू गरिरहेको छ उता चाहिँ अमनले चाहिँ त्यो हल ट्युनहरू गरिरहेछ त्यस पछाडि चाहिँ अनि हाम्रो साउन्ड चेक एक्ज्याक्ट साउन्ड चेक चाहिँ सुरु हुनेवाला छ ल यता चाहिँ दाइहरू कुरा गर्दै हुनुहुन्छ हाम्रो सञ्जित भाइ ल यहाँ उसले साउन्ड हेर्दैछ यस्तो छ गाइज है अब हेरौँ तपाईँहरूले मेरो ड्रम्स पनि देखिहाल्नु भयो अब अहिले साउन्ड चेक गर्दाखेरिको यसो भिडियोहरू अलिअलि हाल्छु अनि त्यस पछाडि अरू कुराहरू गरौँ है त ल अझ मजाले ड्रम सेट पनि भइसकेको छ अनि सबैजना रेडी भइसकेका छौँ मजाले साउन्ड चेक गर्दैछौँ अब चाहिँ मेरो माइक पनि यहाँ छ टक्क है देख्नुभएको छ ल अब हामी होल ब्यान्ड चेक पनि गर्न लागेका छौँ अहिलेसम्म चाहिँ हाम्रो पर्सनल वालाहरू चाहिँ चेक भइसक्यो अब चाहिँ होल ब्यान्ड स्वतन्त्रताको गीत हेरौँ है त कस्तो हुन्छ ल
ल हाम्रो दाइले चाहिँ यहाँ यस्तो आफ्नो मोनिटर आफैले यसरी मिलाउनुहुन्छ साउन्ड चेक भएको थियो होइन साउन्ड चेक भयो तर ड्रम्सको अलिकति क्लियर आएन बिकज लाइक टम जोडेको थिएन होइन जोडेको थिएन अब मर्निङमा फेरि हामी आउनेछौँ एकचोटि 10 बजे छ 10 बजेदेखि हामी गर्नेछौँ फेरि एकचोटि ओभरअल अब अलिकति भोलि सायद अझै राम्रो हुन्छ होला होइन अब ठिक छ हाम्रो सुशान्त भाइ अलरेडी एज अ गुड ड्रमर सो थ्याङ्क यू भाइसँग बजाउने एउटा मौका फेरि परमेश्वरले दिनुभयो आइ एम भेरी ब्लेस्ड टु प्ले विथ अल माई ब्रदर्स इन क्राइस्ट थ्याङ्क यू सो मच गड ब्लेस अस अल प्रार्थना गरिदिनु होला हाम्रो भोलिको कन्सर्टको लागि सो मानिसहरू आउनेछन् अनि हामीलाई पनि आशा छ परमेश्वरले नयाँ काम गर्नुहुनेछ उहाँको जीवनमा अवश्य नै उहाँको जीवनलाई छुनुहुनेछ थ्याङ्क यू सो मच जय मसी सो गाइज साउन्ड चेकहरू मजाको भयो हुन त तर अब मेरो टर्म्स योवाला टर्म्स चाहिँ जोडेको थिएन इलेक्ट्रिक टर्म्सहरू चाहिँ अनि किनभने यो मोड्युल आज हामीले जोडिसकेको थिएन त्यो कारणले गरेर त्यो टर्म्स चाहिँ मैले बजाउनु पाइनँ तर भोलि 10 बजी हाम्रो फेरि पनि साउन्ड चेक गर्ने प्लान छ अब त्यही नै छ अब फेरि त्यहाँ अब सबैजनाले अब मेरो तारिफ वाइल्ड गरिराख्नुहुन्छ सो त मैले चाहिँ गर्नु भनेर गरेको चाहिँ होइन दाइहरूले जहिले यसरी नै मलाई एप्रिसिएट गर्ने कम्प्लिमेन्ट दिने चाहिँ गरिराख्नुहुन्छ सो त्यही कुराले मलाई झन् अझै अगाडि बढ्नको निम्ति हेल्प हुन्छ जस इन्सपायर हुन्छु भनौँ न इन्करेज हुन्छु अझै राम्रोसँग प्र्याक्टिस गर्नलाई अझै मजाको हुनलाई सो अब त्यहाँ दाइहरूले अब के भन्दै हुनुहुन्छ है यहाँ मेन त बसन्त दाइ सो त्यही नै हो गाइस ल अब दाइ बोलिदिनुहुन्छ ए ल एडिन दाइले अब भोलिको प्रोग्रामको बारेमा केही छोटो सङ्गीत अनि सुकर्मको बारेमा भनिदिनुहुन्छ है त Hello everybody, namaste, Jai Masi. So this is Adrian Dewan and the Sojourners. We are here setting up for tomorrow. हाम्रो भोलि जैतुन छाया हुँदैछ तर त्यसमा एउटा शब्द एड भएको छ सुकर्म र सुकर्म चाहिँ यो वर्ष परमेश्वरले मलाई दिनुभएको शब्द हो र वचनमा त सबै विश्वासीको लागि पहिल्यै दिनुभएको शब्द हो यो वर्ष यो शब्द दिनुभएको कारणले हामीले सङ्गीत साथसाथै अरूको जीवनमा कसरी सेवा र राहत पुर्याएर परमेश्वरको प्रेम प्रभु येशूको प्रेम उहाँहरूको जीवनमा जिउँदो हामीले रूपमा अभ्यास गर्न सक्छौँ त्यो प्रेम चखाउन सक्छौँ त्यही हिसाबले हामीले सङ्गीतसँगै सुकर्मलाई पनि लाने जमर्को गरेका छौँ र यो हाम्रो दुर्बल प्रयासहरूमा परमेश्वरको अनुग्रह हामी माग्दैछौँ हजुरहरूको प्रार्थनाको पनि धेरै धेरै हामी अपेक्षा राख्छौँ यो पुस्तामा यो देशमा यो युगमा हामीले यसरी ख्रीष्टको प्रेम बाँड्न सकौँ सुसमाचारलाई जिउन सकौँ बोल्न सकौँ अभ्यास गर्न सकौँ र हाम्रो म्युजिक प्रभुले जुन हामीलाई दिनुभएको छ यसलाई हामीले सिन्सियरली एकदमै इन्टेन्सनली हार्डवर्किङ भएर स्किलफुल्ली परमेश्वरलाई प्रेजेन्ट गर्न र परमेश्वरलाई प्रेजेन्ट गर्दै गर्दा छिमेकीको सेवा गर्न चाहन्छौँ थ्रु आवर म्युजिक सो प्रे फर अस लिफ्ट अस इन यर प्रेयर्स है परमेश्वरको महिमा भएको होस् परमेश्वरको राज्य आएको होस् परमेश्वरको इच्छा पुरा भएको होस् हाम्रो देशमा थ्याङ्क यू एडिन दाइ ल यही हो हाम्रो मेन उद्देश्य चाहिँ अनि सङ्गीत सुकर्मको सो यसरी नै सबैजनाले चाहिँ प्रभुको काम चाहिँ आफ्नो गिफ्टबाट चाहिँ गर्दै जानु चाहिँ इम्पोर्टेन्ट छ र त्यही गिफ्टहरूलाई चाहिँ हामीले अझै निखारेर अझै मेहनत गरेर हुन्छ नि गर्ने जमर्को चाहिँ गरेको छौँ सो आजको लागि यति नै साउन्ड चेक सकिसकेको छ भोलि 10 बजी फेरि भेटौँ है त
ल अब आजको लागि सी यू गाइज हेलो एभ्रिबडी फेरि पनि तपाईँहरूलाई वेलकम आजको प्रोग्रामको दिनमा अनि अब आज चाहिँ 10 बज्न लागिसकेको छ म जानेछु अनि 10 बजे चाहिँ साउन्ड चेक हाम्रो फेरि सुरु गर्ने कुराहरू छ अनि साउन्ड चेक सकिसकेपछि हामीहरू लन्चहरू गरेर अनि त्यहीँ बसेर सङ्गतिहरू गरेर अनि हाम्रो आजको सङ्गीत अनि सुकर्म भन्ने प्रोग्राम चाहिँ गर्नेछौँ है त ल हेर्दै गर्ने होला भ्लग चाहिँ कन्टिन्यू है त ल पुगिसकेको छौँ है म चाहिँ पुगिसकेको छु आज चाहिँ एकदम मजाले ठिक्क टाइममा ठ्याक्क यता पर्वत पनि आइसकेको छ जयमसी पर्वत जयमसी सबैलाई जयमसी मेरो भाइ के छ सब ठिक छ नि भाइ गरेको छैन हामीले अनि कहाँ गर्नु पऱ्यो नि थियो जयमसी जयमसी अर्जुन भाइ ल अब चाहिँ हामी अलमोस्ट रेडी भइसकेका छौँ साउन्ड चेक फुल अन साउन्ड चेक यता मेरो भाइ अनि ल केटाहरू सबै नै रेडी नै छन् म पनि ड्रम्समा अब जाँदैछु मेरो सेटअप चाहिँ अब टम्सहरू पनि सेटअप गरिसकेका छौँ हामीले सबिन कतिको एक्साइटेड एकदमै भाइ है बजाउनु झन् एकदम एक्साइटेड भइहाल्छु क्या थ्याङ्क्स सी यू अल गाइज चाहन्छ चाहिँ टम्स पनि सेटअप गरिसकेको छु है त्यही भएर पनि अब अलिकति रमाइलो हुनेवाला छ ल हेरौँ है त कस्तो छ साउन्डहरू मजाको छ ट्रिगर खोलौँ अलिअलि टर्म्स बढाउनु लाउनु पऱ्यो यार ट्रिगर ल कुन गीत गर्ने गाइस ल गाइस अब हाम्रो साउन्ड चेकहरू सकिसकेको छ अब हामी खाना खान जानेछौँ अनि त्यसपछि फेरि आएर यताउति मिलाएर होइन त्यस पछाडि प्रोग्रामहरू सुरु गर्नेछौँ होइन यहीँ लाइटहरू पनि आइसकेको छ अनमोल भाइ त्यहाँ छ अनि हाम्रो बसन्त दाइ हाउ वाज द साउन्ड चेक दाइ है जहिले मलाई भन्नुहुन्छ आज हिजो भएको थिएन तर राम्रो भयो एकदम आज चाहिँ हजुर अनि अहिलेसम्म मान्छेहरू बिस्तारै आउनु थालेपछि अझै राम्रो हुन्छ ल अब भिडियोको लागि हाम्रो अनमोल भाइ आउनुभएको छ भाइ कस्तो भयो त हाम्रो साउन्ड चाहिँ कस्तो फिल भयो तिमीलाई रमाइलो भयो राम्रो हुन्छ आज राम्रो हुन्छ है भाइ चाहिरहेछ के भन्नु त मैले
भन्नु न भनेपछि जस्ट राम्रो भइरहेछ अब आजको प्रोग्रामको बारेमा प्रोग्राम त अब मेन भनेको उद्देश्य एकदमै असल छ अब हामीले बजाउन पाउन अर्को कुरा हो तर अब बजाइसकेपछि जुन प्रकारले मानिसहरू आएर प्रभुको आराधना गर्छ सँगसँगै आराधना त भइ नै हाल्यो कि तर सँगसँगै उहाँले जुन आर्थिक कुराले होइन त्यो जुन जेल प्रिजन मिनिस्ट्रीको लागि त्यो ठुलो टेवा पुग्ने भएको कारण चाहिँ यसमा एकदमै त्यो अर्थ सार्थक लागिरहेछ क्या त्यो हुन्छ नि बजाउन पनि मजा आइरहेछ क्या त्यो सेन्समा चाहिँ त्यसै कारण अब लेट्स ट्राई आवर बेस्ट अब आज के हुन्छ होइन अब अहिलेसम्म चाहिँ एकदमै मजा आइरहेछ त्यही ल अब हामी खाना खान जाँदैछौँ होइन अब खाना खाने हो टप्प खाने हो त्यसपछि झप्प आउने हो होइन मेरो म चाहिँ यस्तो चाहिँ भित्र यस्तो ठाउँमा छु म चाहिँ अनि अमन तिमीलाई कस्तो फिल भयो त आजको साउन्ड चेकहरू कस्तो लागेको थियो आज रमाइलो भयो साउन्ड चेक सेटिस्फाइड छौ ठिकै छ कस्तो आज साउन्ड ठिकै छ हल चाहिँ अलिक महँगो छ तर राम्रो छ राम्रो भएको छ उसको फेरि यति हो नि त फेरि बोल्न आउनु परेन नि मलाई है त गइहाल्यो हेर्नु ल आज यता अनमोल भाइ के अनमोल राख्नु न भनेर नि कसलाई आयो तिम्रो हल पहिला भन नि हल पहिला त्यो सायद टिनको हुने होला आएको थियो होला म धेरै पहिला होला 2008-9 होला हो त्यति बेला सायद टिनको थियो जस्तो लाग्थ्यो क्या मलाई किनभने उतापट्टि हो यहाँ होइन यहाँ त एकदमै दामी छ मजाको छिटिक्क होइन सेटअपहरू मजाको क्या चर्च आउँ टाइपको नआयो भने योपालि त अझै यो लाइटहरूले गर्दा एकदम दामी लाग्यो मलाई नि हिजो हेरिरहेको थिएँ जाउँ भाइ म तिम्रो स्कुलमा जानु पर्ला हाम्रो भाइको त बबाल है कति ए ल है त ल सट्ट निस्किनु सबभन्दा गफबाट यही भाइ हो त्यही भएर 4 लाख भनेको भोक लागिरहेको छ मलाई त खाना त बिहानै खाजा त खाऊ खाना खाएर आएको ए मैले त बिहान खाजा खाएको थिएँ ल हामी जति चाहन्छ यसरी नै प्रोग्रामको दिनमा चाहिँ अलिकति शब्द चाड आएर प्रिपेयर गरेर अनि त्यस पछाडि खानासँगै खाने हामी त्यस्तो गरेर हामी चाहिँ प्रायः जस्तो अनि आज पनि त्यही नै छ अब ल है त हामी चाहिँ यहाँ खान्छौँ यसो हेर्दा त यहाँ तर बाटो होला नि त फेरि ल म चाहिँ चिकन ल ढिँडो हाल्ने ढिँडोहरूले ढिँडो हाल्ने हुन्छ खाना आइसकेको छ सबैजनाको भोक लागिसक्यो यार यो चिज चाहिँ खानु मजा आउँछ है जहिले ल खानासाना पनि खाइसक्यो मिठो थियो खाना एकदमै अब ब्याक टु दागबारी चर्च यहाँबाट अब एकैछिन कति 5 मिनट जतिमा पुगिहाल्ला 2 मिनट मेरो बिस्टु त्यहाँ बसिरहेको छु बब्स दाइ बब्स क्या स्वाक यार उसलाई त वाउ ओ सुहाउँदो रहेछ चाबी खिच्ने चाबी छैन त भाइ चाबी त हुनुपर्ने हो यार यहाँ ल है हाम्रो हुडी पनि आइसकेको छ आज हामी यो लाएर बजाउने छौँ सबैजना ल सबैजना अब यहाँ एक्साइटेड छौँ हामीहरू
ल सबैलाई यस्तो देखेको छ हाम्रो भाइहरू नि यस्तो देखाएको छु ल दामी लाग्यो है दामी लाग्यो यसो ब्रान्डको नामै यो फर्स्ट अफ अल त सबैलाई जय मसी अनि सुशान्तको जति पनि भ्युवर्सहरू हुन्छ सब्सक्राइबरहरू हुनुहुन्छ उहाँको च्यानलमा आएर हेरिदिनु भने उहाँहरूलाई पनि हेलो हाई भन्न चाहन्छु नमस्ते भन्न चाहन्छु अब यो सङ्गीत अनि सुकर्मको बारेमा भन्नुपर्दा चाहिँ हामीले विगत 2वटा हामीले कन्सर्ट गरिसक्यौँ योसँग तेस्रो हो अनि योपालि चाहिँ हामीले गोस्पल फर प्रिजन मिनिस्ट्रिजको लागि हामीले केही आर्थिक सहयोग पुर्याउने हिसाबले त्यो सोचले त्यो मनसायले हामीले यो कन्सर्ट गरेर ल्याएका छौँ अनि यहाँ जतिजनाले यो कन्सर्टको लागि टिकट लिइदिनु भयो हात बढाउनु भयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ अनि हामीले चाहिँ अहिले यो हामीहरूको समाजमा जति पनि उपचारको लागि पैसाको अभाव भएको अनि असहायहरूको लागि जस्तो हस्पिटलहरूमा कुरुवा बस्ने बिरामीलाई कुर्नेहरूको लागि पैसा नभएर खान नपाउने अवस्था भएकोहरूलाई हामीले लास्ट टाइम गऱ्यौँ त्यस्तै प्रकारले आवश्यक परेकोहरूलाई हामीले सङ्गीतबाट हामीले सुकर्म गरौँ अनि सङ्गीत गरेर त्यसबाट उठेको फन्डहरू चाहिँ हामीले लक्षित मानिसहरूको निम्ति केही हामीले सहयोग गरौँ भनेर हात तेमालो गरौँ भन्ने चाहिँ प्रकारले हामीले यो सङ्गीत अनि सुकर्मलाई लिएर हामी अगाडि बढिरहेका छौँ आजसम्मको दिनमा यो कन्सर्ट आजसम्मको उसमा चाहिँ प्रभुले हामीलाई अनुग्रह दिइराख्नु भएको छ धेरैजना साथी भाइ बहिनी दाजुभाइहरूको साथ सहयोग पनि हामीले मिलिरहेको छ त्यो भएर हामीले गर्न पाइरहेछौँ सकिरहेको छौँ आउने दिनहरू पनि अझै हामीले प्रभावकारी तरिकाले अझ बृहत किसिमले यो प्रोजेक्ट भनौँ अथवा यो सङ्गीत अनि सुकर्मको अभियानलाई चाहिँ हामीले अझै राम्ररी लग्न सकौँ भन्ने पनि हामीहरूको एउटा भिजन एउटा दर्शन पनि छ त्यो बोझ पनि छ अनि हामीले विशेष गरी कुनै एकजना व्यक्तिको लागि भन्दा पनि एउटा कम्युनिटीको लागि एउटा समग्रमा समुदायको लागि नै केही राम्रो काम गर्न सकौँ भन्ने इच्छाले चाहिँ हिसाबले चाहिँ हामीले यो कुरा गरिरहेको छौँ अब यो गर्दै गर्दाखेरि कतिजनाले त व्यक्तिगत आवश्यकताका कुराहरू कतिलाई गाह्रो साह्रो होला मलाई पनि खाँचो छ भन्नु होला व्यक्ति भन्दा पनि हामीले चाहिँ विशेष गरी अलिकति समग्रमा धेरैजनालाई कम्युनिटीलाई नै होस् भन्ने किसिमले चाहिँ हामीले गर्दैछौँ अब आउने दिनहरूमा हामी अझ कसरी प्रभावकारी र अझ कसरी ठुलो तरिकाले गर्न सक्छौँ त्यसलाई पनि हामीले मध्यनजर गरेर प्रार्थनासहित अगाडि बढ्ने हामीले जमरको इच्छाहरू बोझहरू दर्शनहरू लिएका छौँ अब हाम्रो विचार र इच्छाले मात्रै पनि सम्भव छैन तपाईँहरूको साथ सपोर्ट पनि चाहियो र सबैभन्दा ठुलो कुरा चाहिँ प्रभुको इच्छा र योजना अनुसार नै हामीले अगाडि बढ्दै जानुपर्ने हुन्छ धन्यवाद 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 दर्शन दाईलाई दाईले हामीलाई यो सङ्गीत अनि सुकर्मको बारेमा धेरै राम्रोसँग धेरै कुराहरू प्रस्ताइदिनु भएको छ अनि त्यही नै हो सङ्गीत अनि सुकर्म त अब हामी चाहिँ जाँदैछौँ स्टेज जाँदैछौँ ल स्टेज अब यो कहाँ राख्ने
उहाँको कडा मेहनत परिश्रम यस कार्यक्रमलाई आजको दिन यसरी सफल तुल्याउनमा धेरै राम्रो समय उहाँहरूले जुन एउटा प्रवचनको कामको निम्ति भनेर उहाँहरू लागि पर्नुभयो त्यसको लागि पनि म सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र साथसाथै हाम्रो भिडिएटर्सलाई पनि मण्डलीको सम्पूर्ण परिवारलाई पनि एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु र जतिजना तपाईँहरू आइदिनु भएको छ सबैजनालाई पनि हृदयदेखि नै गस्पर टुरिज्म इन्डस्ट्रीको तर्फबाट म र मेरो परिवार जतिजना यहाँ लिएर आउनुभएको छ सबैको तर्फबाट एकदमै धेरै धेरै धन्यवाद स्वागत गर्न चाहन्छु र विशेष गरी यस कार्यलाई आज यसरी भन्न प्रभुले एउटा मौका दिनुभएको बिचमा यस्तो एउटा विषयमा बोल्नको लागि म सर्वप्रथम घरको लागि किनकि आज म जीवित छु जिउँदो छु यहाँ खडा छु अनि प्रभुले जुन काम मेरो जीवनमा गर्नुभयो त्यो कामलाई चाहिँ मान्छेको यात्रा सजिलो हुँदैन हामी सबैलाई थाहा छ धेरै कठिनाइ हुन्छ तलमाथिका कुराहरू हुन्छन् व्यक्तिगत जीवनका कुराहरू हुन्छन्
तर हामी जतिसुकै भनौँ न अविश्वासयोग्य मानिस भए तापनि जतिसुकै असिद्ध मानिस भए तापनि जुन योजना परमेश्वरले जीवनमा राख्नुभएको छ यो भनेर सेवकाई गर्ने मात्र चाहिँ प्रभुले प्रेम गर्नुभएको चुन्नुभएको भनेको होइन। तपाईँ हामी जो जति छौँ यहाँ हामी सबैजना परमेश्वरद्वारा बोलाइएको चुनिएको र उहाँद्वारा पठाइएका उहाँको दासहरू हैन। सो यो सेवकाईको यति समयको उतार चढावमा पनि परमेश्वरले हर समय मेरो अविश्वासयोग्यतामा पनि उहाँ विश्वासयोग्य भएर सेवकाईलाई यहाँसम्म लिएर आउनु भएको छ। यो सबै वर्षहरूलाई सम्झिँदै गर्दाखेरि एकदमै मन भारी हुन्छ अनि परमेश्वरलाई धन्यवाद दिने झन् ठुलो कारण मेरो जीवनमा बन्छ। अनि यो सेवकाईलाई हेर्दै गर्दाखेरि म सधैँ परमेश्वरलाई धन्यवाद दिन्छु। अनि कतिजनालाई लाग्न सक्ला 11 वर्षको सेवकाई 11 वर्षको सेवकाईमा के भयो त खै हामीले कतै पनि हामीले थाहा पाएनौँ भन्ने कतिजना तपाईँले लाग्न पनि सक्छ। अनि यो सेवकाईले 11 वर्षको सेवकाईको दौरानमा चाहिँ विशेष गरी वीरगञ्ज कारागारको सामूहिक मण्डली परिवार जो त्यहाँ हुनुहुन्छ उहाँको बिचमा चाहिँ नियमित सङ्गति वार्षिक भेटघाटदेखि लिएर अन्य थुप्रै कुराहरूमा चाहिँ हामीले गर्दै आएको छु जुन तपाईँहरूलाई मैले विस्तारै भन्दै पनि जानेछु है। तर यो सबै कुरालाई हेर्दै जाँदाखेरि मैले एउटा बाइबलबाट उदाहरण दिएँ तपाईँहरूलाई। पावलको उदाहरण हामी सबैलाई थाहा छ। पावलको जीवन परिवर्तन जस हामीले प्रेरित 9 अध्यायबाट हामीले हेर्छौँ। अनि पावल जहाँ पनि गए सबै ठाउँमा उसलाई उभ्याइँदा अथवा ऊ खडा हुँदाखेरि उसको मुखबाट उसको जीवनको गवाही निस्किन्छ कि उसले कसरी साँचोको रूपमा ख्रिस्टलाई चिन्यो कि उहाँ नै परमेश्वर हुनुहुन्छ, उहाँ नै त्यो प्रतिज्ञाको पुत्र हुनुहुन्छ जो हामी सबैको निम्ति हाम्रो सबै पापहरूबाट हामीलाई मुक्त गराउनको निम्ति स्वतन्त्र गराउनको निम्ति आउनुहुन्छ भन्ने कुरा जुन उसले चाल पायो जुन दिन यीशुलाई भेट्यो उसले है दमस्कसको यात्रामा जाँदै गर्दा त्यसपछिको पत्रहरूमा हामीले हेऱ्यौँ भने जस्तो अगाडि उभ्याए तापनि जहाँ उभ्याए तापनि उसले सधैँ आफ्नो गवाहीलाई नै उसले अगाडि राखिरहेको हुन्थ्यो। अनि गवाही एउटा यस्तो कुरा हो जुन चाहिँ कहिले परिवर्तन हुँदैन। त्यही कारणले वचनले हामीलाई भन्छ झुटो गवाही पनि गर्नु है। अनि गवाही एउटा यस्तो काम हो जुन परमेश्वरले तपाईँ र मेरो जीवनमा गर्नुभएको उहाँको कामको प्रमाण र हामी त्यो अनुसार जिउनु पनि पर्छ। हुन्छ, धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई। हामी कार्यक्रममा छौँ यो समयमा फेरि कसैले धेरै कुराहरू सुनिसकेका छौँ। अनि हाम्रो देशमा हाम्रो समाजमा 22 जस्तो व्यक्तिहरू हामीलाई धेरै नै चाहिएको छ। हाम्रो देशमा पूर्वदेखि पश्चिमसम्म होइन अनि हिमालय तराईसम्म ठाउँहरूमा धेरै यस्तो अवस्थामा भएका जवानहरू छन्। ती व्यक्तिहरूको बिचमा पुग्ने व्यक्तिहरू हामीलाई चाहिएको छ। अनि आज हाम्रो मण्डली हाम्रो समाज हाम्रो गाउँ ठाउँहरूमा व्यक्तिहरू खडा हुनु परेको छ। अनि गस्पल प्रिजन मिनिस्ट्रीमा उहाँले जुन काम गरिराख्नु भएको छ हामीले सुनिसकेका छौँ। अनि उहाँले गर्नुभएको काम एकदमै राम्रो र असल छ, सुकर्म गरिराख्नु भएको छ उहाँ। अनि हामी सङ्गीतकार हामी सङ्गीत बजाउनेहरू र सुकर्म गर्ने व्यक्तिहरू मिलेर आज हामी यो ठाउँमा छौँ। अनि यहाँ हामीलाई साथ दिने तपाईँहरू पनि आउनुभएको छ। अनि हामीले आज यहाँ यो जुन काम गरेका छौँ अब यो यहाँनिर सिकिने होइन, त्यसलाई चाहिँ हामीले हाम्रो जीवन रन्जेलसम्म सुकर्म गर्दै जाउँ। किनभने प्रभुको इच्छा पनि यही हो, मुक्ति पायो सक्यो होइन, र मुक्ति पाउनुको कारण मुक्ति पाइसकेपछि गर्नु पर्ने कुरा चाहिँ हामीले गर्नु पऱ्यो, सुकर्म असल काम हामीले गर्नु पऱ्यो। अनि भाइले जुन काम गर्नुभएको छ भाइले गर्नुभएको कामको निम्ति अझ हामीले उत्साह मिलोस्, उहाँलाई अझ हौसला मिलोस् भन्नको निम्ति हामीले केही कुरा दिन लागेका छौँ। अनि हाम्रो यो कुरा प्रदान गर्नको निम्ति चाहिँ हाम्रो सङ्गीत अनि सुकर्म चैतन्य छायाको टिम लिडर ब्यान्ड लिडर लेजेन्ड भाइलाई हामी बोलाउँछौँ अनि उहाँले यो प्रदान गर्नुहुनेछ। यो दिनुभन्दा अगाडि हामी यो म अगाडि दिन चाहन्छु है सबैजनालाई उत्साह होस् भनेर यसरी लेखिएको छ। टोकन अफ एप्रिसिएसन is hereby presented to Mr. Roman Guru, recognizing his 11 years of unwavering dedication of sharing hope with those behind the bars. This is a profound testament to faith and compassion. He founded Gospel for Prison Ministry on 15th October 2014 with a burden to bring light and the promise of redemption to the incarcerated, embodying selfless service in a crucial mission field. Furthermore, Mr. Guru also founded Hope Giver Nepal on 26th July 2023 as an extended and inevitable branch of prison ministry to serve and restore the victims of drug abuse.
We extend our deepest gratitude for his tireless service to the society and pray that he continues to be a beacon of hope to the forgotten ones in the community. With love, Eddie and the Sojourners.
हेलो एभ्रिबडी प्रोग्राम चाहिँ सकिसकेको छ अनि प्याकअप हुँदैछ यहाँ ल है त अब यसो प्याकअपहरू पनि गरौँ मैले फर्स्टमा चाहिँ इनियर मोनिटर चाहिँ निकालिसकेको छु मेरो सबै एकदम बिस्तारै हजुर मेरो एकदम कमजोर रहेछ यार ब्याट्री चाहिँ ल है त एकछिन अब उयो नि गरौँ प्याकअप नि गरौँ म अहिले फेरि भिडियो गर्नेछु जयमसी तल आउँछु नि म ल बरु तल आउँछु जयमसी म तल आउँछु है एउटा फोटो लिन्छ नि ए स्योर ब्रदर स्योर एकछिन सानो ड्युटी अब यहाँ थोरै फोटो खिच्ने आउनेहरू हुनुहुन्छ ल ल सबैजना एकैचोटि है त ल फ्यान है सन्चै Thank you so much. Brother. Thank you so much, brother. Thank you so much. More time लाग्छ हैन टाइम लाग्छ ल सी है त गाइस ल नाइस यहाँ गइराछ सो ह्यापी कि यो भोइस आएपछि म जान्छु ड्रम बिट नाइस छ कस्तो लाग्यो रमाइलो एकदम धन्यवाद जयमसी ब्रदर जयमसी के छ भाइ एकदमै ठिक छ जयमसी खै बहिनीहरू खै त बहिनीहरू चाहिँदैन भने छिटो खिचिदियो जयमसी खिचिदिन्छ त खिच्दैन फोटो हाम्रो जयमसी खिच्देऊ न सञ्जित दाइलाई बोलाउनु फोटो खिचवाउनु Da. आज दाइको भिडियो गरौँ भनेको केही नदेख्दो है त्यही त नि आज त त्यस्तै भित्रै भयो म प्रिजनमा भयो आज हजुर ए स्योर गर्नु brother के छ सन्तोष all good ल हान्दिम ल आगो ग्रुप हो ला हैन हामी यता पनि अलिकति हुन्छ नो प्रब्लम Welcome, brother. James, brother. La, oh, yeah, kiss this one. La. Thank you. Welcome. एकदम सके यो बिस्किट त Thank you so much. Thank you so much, brother. I'm very inspired by it. Okay. Good ministry. Thank you so much, brother. Thank you. ऊ चाहिँ मेरो वान अफ माई मोबाइल भन्नु अस्ति देखाइदिँदा
थ्याङ्क यू ल यसरी दिइरहेको छ बाबुले यो चाहिँ एड्रिन दाईको छोरा हो अनि यस्तो हामीले फ्लावर पाएको छौँ है त ल गाइज सो ह्याप्पी निको थ्याङ्क यू फर दिस ब्युटिफुल फ्लावर ल ओ उयो हुन्छ गाह्रो उयो You like that? You like to play drums? You like to play drums? Nico? ठोकेला निको टाउको ठोकिन्छ टाउको ठोकिन्छ ल अब उता मामाले बोलाउनु भयो हेर त बाबाले बोलाउनु भयो त ल ब्युटिफुल फ्लावर ल गाइज अब हामी प्याकअप स्याकअप गरेर अनि मजाले म ज्याकेट पनि लगाइसकेँ सबै एभ्रिथिङ अब सकिसक्यो प्याकअप पनि भइसक्यो अब यहाँबाट हामी फर्किनेछौँ आफ्नै गन्तव्यतिर और बिफोर द्याट मेबी केही हुन्छ कि है हेरौँ थ्याङ्क यू फर वाचिङ माई भ्लग यसरी नै सधैँ सपोर्ट गरिदिनु होला है त ल see you guys, thank you so much.